म कुनै मागे बिहा हुँदैछ कस्तो लाग्दैछ राम्रो लाग्दैछ भिडियो गर्ने हामी चाहिँ यहाँ बेहुला र बेहुलीलाई पर्खिरहेको थियो अनि उनीहरुसँग चाहिँ जयन्तीहरु पनि आउँदैछ सो हामी चाहिँ यहाँ पर्खिरहेका छौं राईको चाहिँ यस्तो हुन्छ त्यस्तो फर्मल त छैन र भए पनि योलाई चाहिँ भन्छ ढोकबेद बिहा भन्दा अगाडि चाहिँ ढोकबेद हुन्छ हाम्रो त्यो चाहिँ हाम्रो आज हुँदैछ ढोकबेद भन्ने चाहिँ के हो भन्दा चाहिँ सबै आफ्नो आफन्त आफ्नो मान्छेहरुले चाहिँ चिनाउने आफ्नो हस्बेन्ड त्यसको यो रमको बोतल र बियरको बोतल देख्नुहुँदैछ हातमा यो चाहिँ हामीले सगुन भनेर हो जुन मान्छेलाई चिनाउँदैछ त्यसलाई चाहिँ एउटा कोसिलीको नाममा दिन्छौँ हामी Ini lihat kan dia tu, एउटा है, दुईटा राख्नु छ पर्छ। कस्तो लाग्दैछ छोरीको बिहा हुँदैछ कस्तो लाग्दैछ राम्रो लाग्दैछ खुसी लाग्दैछ कस्तो लाग्दैछ छोरीको बिहा उहाँ चाहिँ मेरो पापा अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो आमा अनि उहाँहरू चाहिँ हुनुहुन्छ मेरो बाबा अनि छाना आमाको बहिनी र भाइ मेरो फुपू र छाना हुनुहुन्छ फुपू मेरो पापाको दिदी छाना मेरो आमाको बहिनी के लिएर आइपुगी गरी चाहिँ राखिहाल्नुहोस् त हाल त अघि तपाईँले दिएको छु है ए बुझाउनु यो होइन यो भरे आमाको यसको हुन्छ कि सगुन राख्नुहोस् दुईटा राख्नुहोस् यो दुध हो यो आमाको यो घर चाहिन्छ भरे आमाको यो थुम्सेमा हालेर राख्नुहोस् सबैजना यहाँ उभिरहनु भएको छ पर्खिरहनु भएको छ बेहुला बेहुलीलाई अहिलेसम्म एन्ट्री भएको छैन यो चाहिँ उहाँहरू आइपुग्नु भनेर राखेन हामीलाई भने यो दस्तुर राख्यो तपाईँहरूले बोलाएको दिनमा आइपुग्नु भयो टाइममा आइपुग्यो है अलिकति ढिलो छिटो भयो त्यो ठिकै छ हो यो दस्तुर राखेको चाहिँ यो लगेर राख्नुहोस् यो चाहिँ पक्का अब उयो आइपुग्यो भनेर पुग्यो भने ल अब तपाईँहरूको लाभ दस्तर आउनु म बिन्ती गर्दै पठाउनु तपाईँहरूको दुईजना नाँदै दुई भाइ भयो फाइनली मेरो नाना र भेनाको प्रवेश हुन गइरहेको छ आउनुहुँदैछ हाँस्दै हाँस्दै नमस्ते भेना हजुर म पुणेमा हजुर राईको कल्चरमा चाहिँ यसरी बिहा हुने दिन चाहिँ थुम्सेमा कोसिली ल्याइदिन्छ आमालाई अन्त हेर्नुहोस् मेरो भ्लग के अरे बाबा कता भयो बाबालाई ढोकरी हाल्नु
माथि ए ऊ माथि पापा ल उतापट्टिको चिया पानीहरू खाँदै गर्नुहोस् तपाईँहरू अन्त कुरा अब विशेष गरी अब जहिले कुरा बुझ्नुभयो नेपाली छर्लकै छ है गर्दाखेरि अब के भयो भने उहाँले के भन्दैछ बुझ्नुभयो नि अब सुवेशनाले चाहिँ घरमा आउँदाखेरि चाहिँ मुखको कोसेली बोकेर आउनु भएन हातको कोसेली लिएर जानु हुँदैछ भोलिको दिनमा पित्तल बनाएर फर्काउनु चाहिँ पाएन कुरा एकदमै अब सुन जस्तो है एकदमै अब मिलेर बस्छ पछि पछि त अब अलिकति त्यो कतिवटा फ्यामिलीमा त्यस्तै हुन्छ फाँट आउँदै जान्छ होइन अलिक टाढो हुन्छ त्यस्तो नहोस् भन्ने चाहिँ है पछि आउँदाखेरि पनि भिडियो गर्ने भिडियो गरिदेऊ सब सुरक्षा छैन पठाइदिन्छु पप्पी गरेर छिटो How are you, Lena? यहाँ चाहिँ हुनुहुन्छ मेरो दादा एउटै माइती हो त्यही भएर चिनाउनु हुँदैछ अन्त चाहिँ सबैको प्यारो हो ऊ चाहिँ चिनी होइन अब मेरो टर्न मेरो प्यारो नाना हो मेरो कान्छी बहिनी र जुवान भरे तिमीले नै गन्ती गरेर ल्याउनु कतिवटा दिएको छ थाप्नु नि अब उसले ल्याएको अब गन्ती गरेर तिमीले थाप्नु छना आउनुहोस् न छनाको माथि जानु माथि छिटो गरौँ साइड छना उता बस्नु कान्छी छना यतापट्टि सिन्हा ठुलो पोको सानो पोको हुन्छ बस 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 यता यता बोजूको राखे थाप्छ लिएर आउनु हातको कोसेली बोकेर आउनु माइतमा सीमाले यस्तो गर्यो उस्तो गर्यो होइन होइन जे हुन्छ आफै सल्टाउनु घरमा असुविस्ता नहोस् माइतमा होइन मेरो त्यति नै जानु गरी खाऊ लाइफ है यो चाहिँ बागा खालको दादासँगै होइन यो पहिला साली अघि चिनाएन नि चिनेको साली हिजो आएको र पनि याद गर्नु पर्यो नि त्यहाँ एउटा मिठाई र जुस राखिदेऊ के राम खान्छस् हिजो त साली भएर अलिक ल आऊ यता सुकेश
लु अब तिमी उठेर नाना भेनालाई ढोक गर नानालाई छुएर पहिला यो छुनु पर्छ कोसीले छोएर पक्का भेना भयो हिजोसम्म त कसको घरमा साली भेना चिने होइन यो लैजाऊ तिम्रो खानापिना पनि राम्रो होस् र देखभाल राम्रो होस् हो देखभाल होस् तपाईँको स्वास्थ्यमा सुन्नुहुन्छ तपाईँको काम कार्यमा चाहिँ हात बाटोस् तपाईँको सोसाइटीमा पहिला जस्तो भने त अब हाम्रो तपाईँको छोरी चाहिँ त घरभित्रै बसेर घरभित्रै काम गर्छ बाहिर निस्किँदैन होइन अहिले चाहिँ हुँदैछ तर हाम्रो चाहिँ पहिलाकै सोसाइटी मर्दभन्दा नि बेसी खटेर चाहिँ औरतले काम गरेको देख्नु हुँदैछ है र तपाईँ बिमार नहोस् हो दिनमा भइहाल्यो भने स्याहार सुसार गर्छ ऊ भोको बस्नु नपरोस् नाङ्गो बस्नु नपरोस् हेर्नुहोस् तपाईँको हतार छँदैछु ठिकै छ हामीले स्वीकार गऱ्यौँ जसरी यो मिठो कुरोले हामी मिठा भइहाल्छौँ यो कुरो मातेर हामी अनिष्ट कोही बोल्नु नपर्छ एकदम राम्रो गरी खानु हो पछि नाना भेन हो के को उमेश कुकु हो छन् यसले पनि भुलिँदैमा अलिकति उयो गर्नुपर्छ है अनदेखा गर्नुपर्छ हो ज्वाइँको भुल पनि नरे तपाईँको घरे कति पर्दैन चिनाउनु त छोरीले चिनाउनु अघि मैले गरेको भएछ काटिन्छ भनेर उयो गरिदिएँ उहाँ चाहिँ हुनुहुन्छ मेरो छुरा आमाको बहिनी भनौँ या साथी भनौँ दुःख सुखमा साथ दिने हो यही त अघि अदातिर जोडी बस्नु पर्ने हो नि त भोलि बस्यो अर्काको जोडीलाई जोडी जोडी होइन अघि नाना माइज पर्थ्यो होइन खासमा साइनले चाहिँ नाना पर्छ त्यो दिपेको छोरी थियो उसको छोरा थियो लु त्यसै के अरे बडीमा त्यो लास्ट चिने चाहिँ राख्नु अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो नाना सानैदेखि मेरो घरमा बसेर पढ्नु भएको यहाँ स्कुल पढ्नुहुन्थ्यो र आमालाई पनि एकदम हेल्प हुन्थ्यो गर्नुहुन्थ्यो अन्त
उसको चाहिँ फाल्टै स्टोरी छ, म एक दिन भन्छु तपाईँलाई होइन। मामाको मामा बुहारी त आफ्नो हो नि त बाउ नानीहरुलाई चाहिँ चिने बेला अनि उहाँहरू चाहिँ मेरो बहिनी भाइहरू हो, नानाको छोराछोरी, भाउजूको, फुपूको, दादाको, अन्त बाङ्गाहरूको छोराछोरीहरू हो सबैजना। सबैले पनि यो ठुलोस् हो, अनि यताबाट पनि भाइ र बुहारीले यता सुन्नुहोस्, तपाईँले पनि राख्यो होइन। चाहिँ यो तपाईँहरूले 3 खेप गर्नुपर्छ, 1 खेप भयो, अब अझै 3 खेप, अझै 2 खेप गर्नु, यसो गर्दै 3 खेप गर्नु। 2 खेप भयो, हजुर अझै 1 खेप, 1 खेप भयो, 3 खेप भयो। अब यो चाहिँ यतापट्टि ल्याउनुहोस्, यो उतापट्टि लानुहोस्, हो फेरि लानुहोस्, यो अब पर्खा यो आयो, अब यो खोलिदिनुहोस्। तपाईँको सम्झी यता अब अघि अब नदेखि ढोकरेको छ, अब यो हट्यो, यो चाहिँ तपाईँको ढोरो 60 हो, ढोरो 60 हुँदाखेरि चाहिँ यो यता आयो, यो उता गयो हो। तपाईँले अब सम्झी र सम्झिनीहरू हेरिराख्नुहोस् हो। अब त्यहाँदेखिको खदामै चलाउँ, हुन्छ यता के अरे यहाँ यता लगाइदिउँ, उताबाट लगाइदिन्छ। अब ढोक गर, आफ्नो आफ्नो सामान छु भाइ, 3 खेप गर न, 3 खेप हजुर। यो चाहिँ अब गरीले गरीले खदा नलाइको हातमा अब त्यहाँको ढोक गर्नुहोस्, उहाँहरू चाहिँ मेरो मामाहरू हुनुहुन्छ, आमाको भाइ, आफ्नै भाइहरू। मलाई यो भिडियो एकदमै लामो भएको जस्तो लाग्यो, सो म यतिमै यो भिडियोलाई समाप्त गर्छु। सो टु बी कन्टिन्यू भिडियो पनि आउँदैछ, हेरिदिनु होला। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।